चाहिँ जेद्दाको ब्युटिफुल सिटीमा छौँ है हामी। पैसा लगा हमारा मजा यो जेद्दा नै हो त। राति पनि कति दामी छ। अब त्यो बिल्डिङ हेर्नु लाइट हाउस हो कि के हो, त्यसमा स्टाइलको लाइट हल्का जुम गरौँ न। त्यस्तै बनाउन खोजेको रहेछ तर अलिकति त्यसमा लाइट भएन। अहिले लाइटको डिजाइन त्यो झिपिक त्यो आएर अहिले अर्कै डिजाइनमा आउँछ है। छिटो अर्को स्टाइल आइजन, कति सेकेन्डमा चेन्ज हुँदो रहेछ। कलर चाहिँ चेन्ज हुन्न, कलर पनि हुनुपर्ने के, अनि झन् बवाल दामी देखिन्थ्यो। व्हाइट कलर मात्रै भयो, झन् बवाल हो। अझै त टाढै छ नि, बिल्डिङ रहेछ। चाहिँ फिलहाल हामी जेद्दा सिटीमा छौँ है। घुमघाम हुँदैछ ईदको छुट्टीमा, स्याहार्नु मडी लानु के छ र। 2 दिनको जिन्दगानी। तिमीले भनेको त्यति हो सिटी वाल भने ओ त्यही त हो, देखिहाल्यो त सिटी वाल लेखिरहेको त। नै नजाम यही हो पार हेर्न त सिटी वाल लेखिरहेको क्या त्यहाँ। यही हो। अब कुनै दिन त्यहाँ पनि आउनुपर्छ सिटी वालमा। एकदम लाइटिङ सिस्टम, गेट हेर न, छिर्ने गेटै यही हो, पिङ सिङ हालेको। यही हो हामी घुम्न आउने भने यही ठाउँ हो। नेक्स्ट टाइम आउनुपर्छ है। अब यहाँ दामी ठाउँ छ ल। पिङ सिङ ऊ देख्यो त, यो सिटी सेन्टर यहीँ लेखिरहेको त, सिटी वाल गरी बनाएको गेट। मेला लागेको जस्तो रहेछ। क्या भिड रहेछ यतातिर त, गाडी राख्ने ठाउँ नै छैन। साह्रो भिड रहेछ। यो के मल हो, यो पनि मल होला साइड लाइट भएको। यो चाहिँ जेब्रा क्रसिङ हो है, मान्छेहरू बाटो काट्नको लागि पुल बनाएको। यता नि जरिर बुक स्टोर रहेछ नि, यो छ ठुलो के, हेर जरिरको हो यो। ट्याक्कै अर्कोचोटि आउँदा सिटी वाक नि घुम्ने, मोबाइल पनि किन्ने होइन, ट्याक्कै छेउमा रहेछ। अब भिडियो धेरै नगरौँ यार, बहुत धेरै भइसक्यो भिडियो पनि।